बिहेभ चरे त होइन दिदी तिमीलाई कति राम्रो हो क्या जेनिसालाई चाहिँ लिन आउनु पर्ला जस्तो छ अरे आउनु न जेनिसा त स्कुल लाइफमा त ग्याङ्स्टर थियो होला अरे होइन लामो चरमा म भोलि रातो कार्पेटमा हेर्ने है जेनिसा र म अरे रेड कार्पेट जस्तो हाल्यो नि हामीलाई हाइड हानेर जेनिसाको के छ टिकटक आइडी अहिले यसको आइडीमा गएर हेर्नु न मेन्सन गरेछ मलाई ओइ नेप्चु बोल न अरे यहाँ तिमीहरूको अरू मोबाइल चाहिँ अफ गर त अरे अफ गर्ने आइडी जसको चर्चा जेनिसाको वाउ औरा इन्फिनिटीले तीनजनाको हाइट हेरौँ न अरे कहाँ गएको सुत्न हल्का किन बुझ्नु पर्यो म आइहाल्छु नि नआइज जा गइहाल त भएर अप्ठ्यारो भयो मलाई हेलो ब्युटिफुल गर्ल्स रे तीनजनाको हाइट ला अब बिचमा आयो तपाईँको परिहाल्यो यसरी बस्ने हो क्या यसले मलाई ठेल म साइडमा आइदिएँ कस्तो टाउको घुमाएको मसाजो फलो चाहिँ आएको आयो लाइक चाहिँ आउँदैन फोन बन्द फुलीवालीको नाम के हो रे फुलीवालीको नाम जेनिसा हो मेरो जेनिसा आफ्नै देखिए नि राम्रै रे आयो के आयो ओइ अर्चना एकछिन जा त मेरो त्यहाँ नोटिफिकेसन आएको छ किन हेरेर आइदिएको जा हेर जा कुल्लाई क्या आएन भिडियोमा म त फालिदिन्छु भोलि बिहान जेनिसा हल्का साइड प्लिज रे म के गरौँ कि म बस्दै बस्दिनँ ल जेनिसा इन्स्टा देऊ न अरे मोबाइल ल्याइदियो भने होइन ऊ सानो योगेशको बिचरा फलो कट्टु देखियो अरे कसले भनेको क्या 88 को 88 नै छ त ब्रो कट्टुलाई चाहिँ कट्टु देखिन्छ त यो जेनिसाको बोयफ्रेन्ड थियो त थर्काउन नि डराउँछ होला एउटा कुरा भन्दा 3वटा जवाब दिन्छ जेनिसाको फ्यान भयो क्या ल तिमी बना नि त बिएफ तिमीलाई दिन्छु 3वटा जवाफ प्लिज जाज मैले फोन ल्याइदियो भनेको थिएन किन नबोलेको मसँग मलाई यिनीहरूले बोल्नै दिँदैन काम लागेर म त जान्न यहाँ चार्जर ब्यागको मान्छेको नाम रे फ्यान जेन्सा इन्स्टिकेस जेन्सा फलो ब्याग त आउँदैन होला रे सानो नाकको 927959545 सानो नाक भएको तिम्रो नाम के हो रे यो आइडी मेरो हो सरी यार मेरो त अरे के दिमाग थिएन होला कहाँबाट अरे अर्चनालाई अगाडि राख्नु अरे साली नानी भेनालाई बिर्सेको अरे अब सुत सपनामा 3जना सबैलाई होइन तर उसको जस्तोलाई त्यस्तै जवाफ दिने तरिका चाहिँ मन पर्यो रे जो आपका पीछे में जो लड़की बैठी है उसकी नजर उसकी नंबर चाहिए उसको पसंद करता हूँ बेचामा त पिज्जाको क्युटी उता माथि खाडमा कोरे मान्छे आइडी भएको मान्छेको नाम के होला हजुर ज्यास्मिन हो ज्यास्मिन हो तिम्रो नाम रे हो होस्टेल आएछु म बहिनीलाई पढाउँदैछ अरे के बहिनीलाई पढाइसकेपछि बहिनी 11 बजीसम्म पढ्ने कस्तो खाले बहिनी हो मेरो बहिनी त खै मेरो भाइ त कहिले पनि पढेन बिएली आयो नि त बिएली भन्छ ट्यालेन्टेडमा पर्सिन्छ उहाँ
होला नि त बाहिर कोसँग बोलेको सानो च्याट मार्यो क्युट रहेछ अनि च्याटमा सिस्टर रुममा 7 जना बस्नुपर्ने हो र अरे हाम्रोमा त 9 जना बस्छ All are talking about middle one but are BF watching silently. BF छैन नि BF सँग च्याट गर्दै छु रे बोयफ्रेन्ड खोजिनु भएको थियो सानो अडेस नलगाउन कपालमा लाग्यो कि लास दुख्यो कसम कताबाट बिचको सोल्टर जेनिसा इन्स्टा देऊ न इन्स्टा दिएर चाहिँ सुता नानी हुन्छ ओइ मोमो सुत्छु भनेको हैन म चाहिँ जेनिसाको लागि ओइ कति राम्रो देखेको यार bake.com मा Jasmine हजुरको इन्स्टा छैन रे I'm only active on TikTok 1 हप्तापछि यसरी फोन हेर्दा नि फुल्ली स्याटिस्फ्याक्सन हुन्छ होला वाउ नाइस बेबी आई लभ यु बेबी आई लभ यु तीनजना सँगै भएर अलि टाढा क्यामेरा राख्नु न अनि कमेन्ट चाहिँ अनि तपाईले भनिदिनुहुन्छ यहाँ अर्चना रुम नम्बर 6 रुम नम्बर 6 मान्छे 9 फलो ब्याग दिनु है ज्यास्मिन जीले हेलो कट्टु धो र कट्टु लाएपछि नदेखिने कुरा हुन्छ तैले पनि कट्टु लाउनु छ होला त जिएमसी कि मणिपाल अब रात सकिन लाग्यो जेन्सालाई फोन जान्छ भनेर के गरौँ के छ क्युटी त्यसैले पेन्टी लगाउँछ अरे स्ल्याक्स पनि लगाउँछ त्यति पनि थाहा हैन अब कति मिठो भोइस मम्मी 3 शिशु आउँछु होला 1-2 मन्थमा घाँटी बल्छ फलो गरेको छु फलो ब्याक दिनु है जेनिसा कट्टु आउँछ त लाएर जेनिसा कट्टु लाएर आऊ रे लाएको छैन किन्दिन न कट्टु लाकै छु मैले मलाई फलो ब्याक चाहियो नि त जेन्सा एक्सक्युज मी पढेको ब्युटिफुल अगाडि आउनु स्नेप्छु मलाई बिर्सेको याद छ भने भाइरल हुन्छ हजुर यो बालेनवाला हुँदैन बनाएको नि हो यार जेनिसा इन्स्टा दे अरे मर्न आँटिसक्यो भाइ साहब ओदेखिलाई याद आयो रिस गरेर कट्टु गाइस रे ल ओके उनीहरूले लाउँदैन भन्दैन हामीलाई के यो हो कि मेरो आइडिया तरिका नाम अर्चना हजुर बिचरा पछाडिको मायाले कति मजाले हेरेको वेयर आर फ्रम बेर्दिबास भयो होला नि अब त्यस्तो हुन्छ मेरो पनि त्यस्तो भएको थियो के भएर भयो त यो म चाहिँ अब थाकी है अगाडिको मेरो नेक्छु होला ज्यास्मिन बहिनीले कति छिटो हगेर लाइ बसेको के खाएर हगेर लाइ केटीको कट्टु खोल्न कति मजा आउँछ यो कमेन्ट लेख्नेलाई के थाहा रे आफ्नो दिदीबहिनीको बस न ल केटाको कट्टु खोल्न नि मजा आउँछ जेनिसालाई त इन्स्टामा हाल्यो भने नि उसले त किन गरेको मान्छे यहाँ किन हो कि कति एकचोटि युज गर्यो भन्दैमा मलाई त यहाँ नेमारको फ्यान यो कान्छी साल त लास्ट हामी रहेछ के भन्छ यो जेन्सा मेरो खोलिदेऊ न त त्यसो भएर तेरो खोल्नको लागि त तेरो उस पनि हुनु पर्यो नि म मेरो बुढाको खोलिदिन्छु तिम्रो किन खोलेर बस्छौ वी आर फ्रेन्ड्स सिस्टर भन्छ गाइज बी जेन्टल यार कति कट्टु बहिनी भनेर आफूले लाएको छैन र के हो के यार आप नेपाली से बोलकर मेरे को बहुत बोलती बोलती हो है ना
देखेन रे यस्तो कमेन्ट डिलिट गर गाइज बाइ कन्ट्रोभर्सी यति धेरै आहा डिलिट गर्ने आई गेस ओन्ली जेनी साइज भर्जिन व्हाट डु यु मिन बाइ भर्जिन के त्यो दिमाग नभएको कमेन्ट नगर त पुरो नहेर के यार बक जस्तो आफ्नो दिदी पनि त्यस्तो सोच्छ कि क्या पागल जस्तो बिच की साली केटा हो यार गाली गर न सिस्टरहरूलाई गाली नगर जिनिसा के हो रे यस अल्ट्रा देखिन्छ अल्ट्रा देखिन्छ आइडी भन न के हो रे ब्याक मिल्दैन ब्याक क्यामेरा गर्न मिल्छ यही नाम भन्न यहाँबाट JENISHA.GARBUJA_. अब जसलाई चाहिन्छ त्यसले त स्ट्रगल गर्नु पर्यो अरे नि कोसलाई ओए अम्मा नपर्छ आफू जस्तो सोचेस् क्या हो भाइ छाडा नबोल्ने फेरि आएर घरमा आएर पिर्दिन्छु म जेन्सा बिहा बनाउन त मलाई रे जस्तो फलो ब्याक गर्छ ब्लग गरिदियो है जेन्सा रे जसले फलो गर्छ ब्लग गरिदियो ल How can a boy so much perfect? जेन्सा हजुर सबसे बबल ब्याग को जेन्सा श्रेष्ठ हो रे नसकेको चाहिँ हो मगर हो जो आपके बीच में जो लड़की है वो नहीं बोलती है भन न इंस्टा रे JENISHA.GARBUJA_. Jasmine is cute हुन त सबै क्यूट छन् प्रोफाइल छैन 72 फलोवर्स 72 फलोइङ छ त्यही हो के हो सिस लागेको छैन म लागेको हो त लुकामारी खेल्दै हो रे लुकामारी खेल्दै हो रे किन खेल्ने हो कान्छी साली भेनासँग रिसाको हो रे बिसोल्टिनी सोमा हाइट भन्दा ठुलो नाम छ त रे एनी प्रब्लम छ त के भयो सेन्सेस कुरा नगर्नु यार यो भन्नु चाहला को फ्री फायर कुन इयर हो रे सेकेन्ड इयर कताबाट हो बर्दिबास कता हो राइड स्टेस बर्दिबास बेलाको बेला फोन गर्ने क्या जेन्साको साटोमा भए टासिन त पाउँथ्यो बिचको के भने हो यो जेन्सा धेरै चुलबुले रहेछ पनि धेरै जेनिसाको साटोमा भएको भए टासिन त पाउँथ्यो बिचको सँग रे तर किन टासिन पर्यो न जेन्सा धेरै चुलबुले आफ्नै हेरेर बस्न साला जेनिसा गर्बुजा हो आफ्नै ऐनामा हेर्दै बस्छ ल ल पढ्या छ कि नाइ रे कसको पढ्दैन र अमिसालाई चिन्छ रे अमिसा नाम सुने लाग्छ त डक्टरको अच्छा डक्टर रे हस्पिटलको दिदी के ए मलाई त जेनिसा नै मन पर्यो जेनिसालाई एक हप्ताभरि ओभर फ्रस्ट्रेसन हुँदो रहेछ सो स्ट्रेट प्रोफाइल छैन बिचको भ्यागुतीलाई देखाउनु न को भ्यागुती आफै होला नि भ्यागुती छेपारो इज दुके छेपारोलाई पड्काएर चुडाएर फाल्देऊ वाउ ब्युटिफुल विस्का थ्याङ्क यू जेनिसा मेरो बुढी हो नि कुले भने हो तेजेन्द्र म्युट अन्त कुन इयर हो तिमी रे सेकेन्ड इयर पुलिसमा हो चुप मेरो नि दाइ पुलिसमा हो तँलाई कसले तेरो दाइ पुलिसमा होइन भनेपछि तँलाई कसले आफ्नो सोधेको छ फ्यामिलीको बारेमा राक्षस नि बढी भएको रे त चाहिँ के राक्षस आइज सक्छस् भने यहाँ त्यही भनेको त्यो करुणा भूपालले के गर्छ आउन त सक्ने होइन यो आइडी देखाउ भनेको के यहाँ झ्याउलाई सके मलाई fuck about you
कति रामीहरू रे अब एकचोटि देखाइदिन्छु त्यसपछि म देखाउनु बानी ल भुताली बेबीहरू रे घरि त्यही के भन्छ घरि त्यही के भन्छ दुई जिब्रे लाएर ज्याम दिन्छु म त अनि कति राम्रोहरू लाउन मलाई कस्तो हिसाब लागिसक्यो मुद्न जान त तेरो उसलाई हामीले समातेर राख्यो र भनेको के गर्बुजा रे तेरो बाजे होला अर्चना तिमी र म युके जेनिसा खरबुजा नेम रे मेरो यो भन्न लिख्छ धेरै नागिनहरू म त गए यार के साह्रो हो त नागिन हो त के भयो धेरै हेट खाए म जान्छु भनेर भन्दै को यो सुहाना भन्ने हेर त अहिले साह्रै चुम्क्यो मेरोबाट हेर्दैन मिल्दैन यहाँबाट हेर हस् जेन्स कसरी जाने मलाई त कस्तो लाग्छ भनिदिन्छु पछि पछि आउँछ है एकैचोटि जान मेरो नाक चाक तेरो नाक तेरो चाक ओइ पाता कि समातिनु पर्यो होला नि त समातेर कसरी गर्दा आउँदै है नयाँ आइडी खोल्या हो रे हेलो अरूलाई केराको पात जेन्सालाई मायाको पात रे सुहानालाई हाना केटी हो मिलेर हान्दियो केमा कोहीसँग को रहेछ busy रियल होइन? आइडीबाट आओस् न सक्सेस अनि आइडी हेर त को हो सुहाना भन्नु यहाँ मेरोमा मिलेन के मेरो पास बिचको किन चुप लाग्यो मेरो माया हो किन हो जेन्सा साइलेन्ट जेन्सालाई पनि दुख्यो देखाउन रे म नि फेक आइडीबाट आउँछु ल अरे ल म त गए यार सुत्न ओके म त ड्रेस आइरन नै कस्तो निन्द्रा लाग्यो आज त किन हो किन अर्चनालाई देखाउ रे अर्चना ओइ अङ्कित दाया अङ्कित दाया मलाई थाहा छैन लास निन्द्रा लाग्यो सुत भयो ज्याप भयो अनि त बल्ल भयो नि रे जेनिसा इन्स्टामा मेसेज ग्रेट्स ल ज्याप भएको जस्तो निन्द्राले मेसेजको केही थाहा छैन नामो निशान जे पनि भनिदिनु सब ब्ल्याकमा छ त भित्र त अरे ब्ल्याक त हो नि के भयो त नाटकै बढी तेरो बाजेको म एकछिन अफलाइनमै चिन्ता गरेर आउँछु न म त जेनिसालाई देखेर ज्याप भयो नि रे अर्चना सानो म कहिले नि सुत्दिनँ फोन भएको बेला अब रातभरि होला नि त दुईजना